हामीले राष्ट्रपति होइन प्रधानमन्त्री चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भनेर भने। तर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सँगसँगै अभिभावकीय संस्थाको रूपमा राजा रहनुपर्छ, अनि मात्रै त्यो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री पूर्ण हुन्छ। राजा रहेन, राष्ट्रपति रह्यो र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भयो भने त्यो प्रधानमन्त्री र राष्ट्रपति एउटै पार्टीका भए भने भोलि देशले अर्को तानाशाह बिहोर्नु पर्ने पनि हुन सक्छ। भोलि देश भू राजनीतिक चक्रव्यूहमा फस्ने खतरा पनि हुन्छ, गलत सन्धि सम्झौताहरू हुन सक्छ। तर राष्ट्रपतिको ठाउँमा राजा रह्यो भने प्रधानमन्त्रीले निर्बन्ध रूपमा सरकार सञ्चालन गर्छन् र कुनै पनि प्रकारको सन्धि सम्झौताहरू गर्नु पर्यो भने लालमोहर लगाउनको लागि राजाकोमा लानुपर्छ। जसरी विगतमा राजा वीरेन्द्रको पालामा नागरिकता विधेयकहरूमाथि राजाबाट पुनर्विचार गर्ने अथवा चाहिँ गलत निर्णय हुन नदिने कामहरू भयो, त्यस प्रकारको एउटा ठाउँ राज संस्थामा रहन्छ। र भोलि हामीले कुनै पनि प्रकारको गलत सन्धि सम्झौता हुन सक्ने खतराबाट मुक्त हुन्छौँ अथवा देशले मुक्ति प्राप्त गर्छ। त्यो खतरा